नमस्कार। आजको यस भिडियोमा म तपाईहरुलाई भगवत गीताको अध्याय 1 श्लोक 1 को वर्णन गर्नेछु, व्याख्या गर्नेछु। सर्वप्रथम म श्लोक वाचन गर्न गइरहेको छु। धर्मक्षेत्रे कुरुक्षेत्रे सम्मेदायुस्व मामका पाण्डवाश्चैव किम कुर्वत सञ्जय। अब यसको व्याख्या गर्दा यो श्लोक एउटा प्रश्न हो जुन धृतराष्ट्रले सञ्जयलाई सोधेको थियो। जब महाभारतको युद्ध आरम्भ भएको थियो त्यसबेला धृतराष्ट्रले सञ्जयलाई सोध्छन्, अब युद्धभूमिमा खटेका कौरव र पाण्डव बीच के भयो कौरव र पाण्डव बीच भनेर सोध्दछन् सञ्जयलाई धृतराष्ट्र। अब त्यसमा धृतराष्ट्र दुईवटा शब्दको प्रयोग गर्छन्। दुईवटा शब्द, एउटा हुन्छ धर्मक्षेत्र र अर्को हुन्छ कुरुक्षेत्र। सर्वप्रथम धर्मक्षेत्र। धर्मक्षेत्र भनेको धर्मको क्षेत्र। यो धर्मको क्षेत्र मात्रै नभई यसले अर्को अर्थ के दिन्छ भने यो एउटा यस्तो क्षेत्र हो जहाँ युद्ध सत्ताको लागि मात्र नभएर धर्म र अधर्म बीचको लडाईको बारेमा पनि व्याख्या गर्छ यस धर्मक्षेत्रले। कुरुक्षेत्र भनेको कुरुको क्षेत्र अर्थात् कौरवको क्षेत्र। अब यसमा यस श्लोकमा के हुन्छ भने यस श्लोकमा राजा धृतराष्ट्रलाई यस्तो चिन्ता हुन्छ कि उनका पुत्रहरू कौरवहरू र पाण्डवहरू युद्धमा कस्तो आचरण देखाउँछन्, के गर्छन् युद्धमा भन्ने उनलाई चिन्ता जागेको हुन्छ र उनलाई के उत्सुकता हुन्छ भने उनका छोराहरू कौरवहरू र पाण्डवहरू युद्धमा लड्छन् र उनका छोराहरूको आचरण कस्तो देखाउँछन् त। यो सञ्जय भन्ने व्यक्ति दिव्य दृष्टिले भरिपूर्ण थिए। उनी आफ्नो शक्ति मार्फत धृतराष्ट्रलाई युद्धको वर्णन गर्दै गरिरहेका थिए। यस प्रकार मैले यस श्लोकलाई व्याख्या गर्न सक्छु। तपाईहरुले भिडियो राम्रो लाग्योमा लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।